भाग आयो पछाडि ओइ सो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग सो आज फेरि न्यू डे न्यू ब्लगको साथमा म आइसकेको छु सो यदि च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल एन्ड पुरानो हुन्छ भने अन्तिमसम्म भिडियो हेर्नु होला के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला सो आजको ब्लग हुनेवाला छ म दिउँसो बजे गर्छु त्यो देखाइदिन्छु सो अहिले चाहिँ म नुहाएको पनि छैन अब नुहाएर चाहिँ हाम्रो चाहिँ फोनको कभर सबर हाल्न जाने प्लान छ सो अनि अहिले चाहिँ म नुहाइसकेर टक्क रेडी भइसकेँ अब जानको लागि चाहिँ यता एउटा सरकार हुन्छ अनि यता एउटा सरकार हुन्छ सो अनि बाहिरको मौसम चाहिँ यस्तो छ पानी परस्त चाहिँ भइरहेको छ ठ्याक्क यस्तो छ हाम्रो बाहिरको नजारा चाहिँ सो हामी चाहिँ होइन कभर सबर किनेर पनि यता आइसक्यो पार्कतिर निस्केको सो केटा यता छ यो चाहिँ एउटा चाहिँ रुम जान्छु भन्दैछ त्यसलाई चाहिँ जान नदिएको सो अनि यहाँ चाहिँ परतिर पार्क छ खाजा साजा केही खाएन जुस केही किनेन पैसा पनि थिएन पैसा त थियो तर पनि किनेन लोभले सो अनि अहिले चाहिँ हामी चाहिँ यता पार्कमा जान आँटेको तिनजना छौँ सो त्यही हो अहिले चाहिँ हामी चाहिँ पार्कमा आइयो अनि पार्कमा आएर यता यहाँ चाहिँ अब माछाहरू गइसके पाउँछ कि भनेर बसेको पाइएको चाहिँ छैन अहिलेसम्म भेटिएको छैन सो अब यहाँ हल्का फोटोसोटो खिच्नुपर्ने हुन्छ एक दुईवटा टिकटक अनि यता केटीहरू रामी जाँदा चाहिँ केही गर्नु भएको छैन सो एउटा चाहिँ उहाँ छ उहाँ चाहिँ त्यो चाहिँ गर्लफ्रेन्डसँग बोल्दै बसिरहेको छ खालि गर्लफ्रेन्डसँग बोल्छ सो त्यही हो अनि यस्तै छ भ्लगहरू होइन अब हाल्दै पर्ने हुन्छ उहाँ पऱ्यो हेर उहाँ प्राय उहाँ पऱ्यो ऊ पर त्यहाँ छ के साँच्ची भनेको आइज कस्तो मासुले पत्ता त यहाँनिर छ के यहाँनिर छ कि गई आना डराएको गरिहाल आना यता फेरि फाल्टै दुनियाँ छ यताको भ्यू यस्तो छ यता मान्छे कुदिरहेको छ रुख छ यस्तो अग्लो त्यही हो र त के भन्नु उहाँ छ के बाँदर बाँदरको छेउमा बाँदर के खिच्नु फोटो खिच्ने अनुहार हुनु पऱ्यो नि अब यसको फोटोसोटो खिचिदिने मेरो नि एक दुईवटा फोटोसोटो खिच्यो यताको घर छ देखाएर तब हामी रुम जान्छ पानी पर्न आँट्दैछ फोटोसोटो खिच्दाखेरि पानी पऱ्यो बा चल पानी पर्यो के हो यस्तो पानी पऱ्यो चल है अब साला भिजिन्छ यसका फेरि नाटक चल्दैछ यहाँ हो मेरो सामान यहाँ अहिले किनेको सामान चाहिँ यही हो कि त्यो पानी परिसक्यो अब चाहिँ भिड्दै जानुपर्ने छ भिडियो सिडियो पनि बनाउनु पाएन त्यही हो यताको घर सरको भिडियो बनाउँ भने त्यही नि पानी हरा के छ दाजु जति कुद्यो पनि त्यही हो हामी केही खिलाउँ न फर्केको है साह्रै खिलाउनु के देखिस् यतिको हुनुपर्छ कि गाडी यहाँ छ हामी चाहिँ अब निस्किसकेको पानी खानु पऱ्यो फोटोसोटो गाडी त गएछ नि कहाँ फोटो हेर्नु केमा हाल्छ यता सब दामी ठाउँ छ त्यही हो तेरो केटा पानी परेर हाम्रो हालत कस्तो फिल भइरहेको छ अर्जुन कुहाएर पानी परेको राइट
यो आएर यो साला कहिले न मैले आज घुम्न आएको हामीसँग होइन पानी पर साथ बिजोग आँप चढ्ने प्लान छ हेरौँ कतिको खतरा म सिधै आँप चढ्ने फिल्ली भागिदिन्छु म त गुट्टु म यो घरमा चाहिँ आँप छ यसले चोर्छु भन्दैछ कि राई राई कुर्ते खायो 3 जनालाई खाने भन्थे चोर न त चोर ल कि बोय भाग आयो पछाडि ओइ साला चप्पल यो बेला खेताउनु भने माछालाई मसँग चप्पल पनि यत्रो बोलाएको जस्तो थियो सो आज त लक्ष्मी पूजा पनि रहेछ होइन कुकुर तिहार रहेछ बिहान कुकुर तिहारमा अब कसैले केही दिएन सो लक्ष्मी पूजा चाहिँ हाम्रोमा चाहिँ यो दाइले टक्क मनाइसकेको छ लक्ष्मी पूजा चाहिँ त्यहाँको सबै यो राखेको छ यो मोमबत्तीहरू सम्पत्ति पूजासुजा गरेछ सो यो गरिसकेर चाहिँ अब चाहिँ हामीले पनि हल्का ढोग्नुपर्ने हुन्छ अनि अब थाहा त छैन त्यति तर हल्का अब हामीले पनि अलिक ढोग्ने गर्ने पूजासुजा गर्ने के सो आजको हाम्रो तिहार चाहिँ यस्तै भयो आज लक्ष्मीको चाहिँ हाम्रो यस्तै भयो टक्क हामीले पूजासुजा गऱ्यो टिका सिका लगायो होइन सो सबैलाई ह्याप्पी तिहार एन्ड थ्याङ्क यू सो मच बाई बाई